गाइज एकछिन माननीय आशिका तामाङजीका कुरा सुन्नु है त। सुनुस्, जिताएर आएको हामी सांसद हौँ कि चिट्टामा परेर आएको उहाँले प्रुफ सहित भन्नु पर्यो। यो हरेक पल्ट सदनमा उहाँहरूले हामीले चिट्ठामा परेको चाउचाउमा परेको तपाईँहरूले के भन्ने हो? तपाईँहरूको शैली हो यो तपाईँहरूको? बिल्कुल सही कुरा गर्नुभयो माननीय आशिका तामाङजीले। प्रमाण पुर्याउनै पर्छ यी काङ्ग्रेस एमाले माओवादीका भ्रष्टहरूले, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरूलाई तिमीहरू चिट्ठामा परेर आएका हो, चाउचाउको कुपनमा परेर माननीय बनेका हो भनेर भनेका छन्। तिनीहरूले प्रमाण पुर्याउनै पर्छ, नभए तिनीहरूलाई कानुनी कारबाही गर्नुपर्छ। यसरी चिट्ठामा परेका माननीय भन्नु भनेको तिनीहरूलाई भोट दिने मतदाताहरूको अपमान गर्नु हो। यसरी मतदाताहरूको अपमान गर्न पाइँदैन, नेपाली जनताहरूको अपमान गर्न पाइँदैन। जसरी काङ्ग्रेस एमाले माओवादी राप्रपा संस्कृति पार्टीका माननीय भएर आए, जुन प्रक्रियाबाट माननीय भएर आए, त्यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरू पनि त्यही प्रक्रियाबाट माननीय बनेका हुन्। त्यसैले तिमीहरू चिट्ठामा परेका हौ, चाउचाउको कुपनमा परेका हौ भनेर अपमान गर्न पाइँदैन। यो भन्नु भनेको ती भोट दिने जनताहरूको अपमान गर्नु हो। त्यसैले यसरी सदनमा, एउटा गरिमामय सदनमा अपमानजनक शब्द बोल्नु, यसरी चाहिँ कसैलाई होच्याउन खोज्नु, चिट्ठामा परेर आएका हो तिमीहरू, चाउचाउको कुपनमा परेर आएका हो भनेर भन्नु एकदमै आपत्तिजनक छ। यिनीहरूलाई तत्काल कारबाही गरिनुपर्छ। जुन प्रक्रियाबाट उनीहरू चाहिँ काङ्ग्रेस एमाले माओवादीका भ्रष्टहरू चाहिँ चुनाव जितेर आएका हुन्, त्यही प्रक्रियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका पनि आएका हुन्। कुनै झ्यालबाट छिरेर फुत्त त्यो सदनमा पुगेका होइनन्। त्यसैले विधि पद्धति र प्रक्रियाको पालना गरेर आएको मान्छेलाई चाहिँ तिमीहरू चाहिँ चिट्ठामा परेको हो, चाउचाउको कुपनमा परेर माननीय बनेका हो भन्नु आपत्तिजनक छ। तत्काल कारबाही गरिनुपर्छ र यो सदनको गरिमामय रेकर्डबाट पनि हटाइनुपर्छ। एकदम सही कुरो गर्नुभएको छ उहाँले। नभए चप्पल फुकालेर त्यही आशिका तामाङजीले दिएको भए पनि केही फरक पर्ने थिएन। जसले चिट्ठामा परेर आएका हो तिमीहरू भन्छ, तिनीहरूलाई ठोके पनि केही फरक पर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरूले जुत्ता खोलेर त्यही सदनमा भ्वाक्की भ्वाक हान्नुपर्छ भनेर भन्छु। किनकि मत दिने जनता, भोट दिने जनताको अपमान गर्न पाइँदैन। यो भनेको भोट दिने जनताहरूको अपमान हो। तपाईहरुलाई कस्तो लाग्छ? आफ्नो अमूल्य मत कमेन्ट गर्नुहोला। सही लागेमा भिडियोलाई सक्दो शेयर पनि गरिदिनु होला, ताकि धेरैजनासम्म पुगोस्, सबैसम्म पुगोस्। लुट्न पाइएन, भ्रष्टाचार गर्न पाइएन, जनता झुकाउन पाइएन, ठग्न पाइएन भन्दैमा कसैलाई चिट्ठामा आएका हो, चाउचाउको कुपनमा परेका हो भन्न पाइन्छ? पाइँदैन। यो आपत्तिजनक छ। कि प्रमाण पुर्याउनु पर्छ चाउचाउको चिट्ठाबाट माननीय बनेको, कि उनीहरू चाउचाउको चिट्ठाबाट कुपनबाट चाहिँ माननीय बन्ने गरेका छन्, कि चुनाव लडेर आउने माननीय बन्ने गरेका छन्, कि त्यो प्रमाण पुर्याउनु पर्छ। नभए यसरी चाहिँ मतदाताहरूको अपमान गर्न पाइँदैन। हस्, धन्यवाद, नमस्कार।